एउटा शहरमा एकजना व्यक्ति थिए। उनी एकदमै इमान्दार थिए। उनको परिवारमा श्रीमती र एक 4 वर्षीय छोरी थिए। श्रीमान, श्रीमती र एक छोरी सहितको त्यो परिवार एकदमै खुसी थियो। उनी एउटा कम्पनीमा काम गर्थे। जब उनी साँझ कम्पनीबाट घर फर्किन्थे, उनकी त्यो सानी छोरी उनलाई चोकमै लिन आउँथिन्। छोरी एकदमै सुन्दर थिइन्। उनले मन्टेसोरी स्कुलमा पढ्न थालेको पनि 1 वर्ष भइसकेको थियो। एक दिन जब बुवा अफिसबाट घर फर्किए, उनले देखे कि छोरी गम्भीर बिरामी भएर सुतेकी छिन्। उनले उपचारका लागि तत्काल छोरीलाई अस्पताल लैजान्छन्। अस्पतालमा 2 दिन राखेर उपचार गर्दा पनि छोरीको स्वास्थ्य स्थिति सुधार हुँदैन, बरु त्यो झन् बिग्रिँदै जान्छ। सुधार होला भन्दै तेस्रो दिनसम्म त छोरीको स्थिति झन् गम्भीर बन्दै जान्छ। अनन्त तेस्रो दिन उनकी मुटुको टुक्रा सम्मानकी छोरीले सदाका लागि आँखा चिम्लिएर यस संसारबाट बिदा लिन्छन्। आफ्नी छोरीको मृत्युपछि ती व्यक्ति यति विचलित हुन्छन् कि उनले आफूलाई सम्हाल्नै सक्दैनन्। उनी आफ्नो अफिस पनि जान छोडिदिन्छन्। मानिसहरूसँग बोलचाल गर्न पनि छोडिदिन्छन्। श्रीमती छरछिमेकले हजारौं प्रयासका साथ सम्झाइ बुझाइ गर्दा पनि उनका आँखा ओभाना हुन सक्दैनन्। उनले हरेक दिन आफ्नो छोरी सम्झेर रोइरहन्छन्। एक दिनको कुरा हो, साँझ पख उनी आफ्नी छोरीकै बारेमा सोच्दा सोच्दै निदाउँछन्। निन्द्रामा उनले एक अनौठो सपना देख्छन्, जहाँ उनको भेट स्वर्गमा सुन्दर अप्सराहरूसँग रमाइरहेकी छोरीसँग हुन्छ। स्वर्गका ती अप्सरा र परीहरूले सुन्दर लुगा लगाएर रातको समयमा नाच्दै हाँस्दै कुनै मन्दिरतिर गइरहेका थिए। उनले सबैको हातमा हेर्छन् त सबैजनाले बलिरहेको मैनबत्ती समातेका थिए। तर उनको छोरीको हातमा मैनबत्ती थियो, तर त्यो जलेको थिएन। उनकी छोरी अरूले बालेको मैनबत्तीको उज्यालोमा बल्ल तल्ल कठिनाइपूर्वक हिँडिरहेकी थिइन्। आफ्नी छोरीलाई समस्यामा परेको देखेपछि ती बुबा छोरीको नजिक जान्छन् र सोध्छन्, नानु, तिमीले आफ्नो मैनबत्ती किन नबालेको? तिमीलाई अँध्यारोमा हिँड्न गाह्रो भएको छैन? छोरीले निराश हुँदै भन्छन्, बाबा, मैले आफ्नो मैनबत्ती बाल्न त बाल्छु, तर तपाईँ मलाई सम्झेर आँसु खसालिहाल्नुहुन्छ, अनि त मेरो जलेकै बत्ती पनि निभिहाल्छ। त्यति बेलै तत्कालै सपना देखिरहेका उनी निन्द्राबाट जसङ्ग बिउजिन्छन्। उनको निधारमा पसिना छुटिरहेको थियो। उनले त्यो दिनदेखि छोरीका लागि आँसु बगाउन छाड्छन्। बरु उनको नाममा अनाथ बालबालिकाहरूलाई जीवनभर पढाउने काम गर्छन्। साथीहरू, भनिन्छ नि शोकलाई शक्तिमा बदल्नुपर्छ भनेर। हो, हाम्रो जीवनमा कैयौं दुःखद घटनाहरू घट्छन्। आफन्त र प्रियजनलाई गुमाउन पुग्छौँ। तैपनि शोकमा रोएर मात्र बस्नुको सट्टा सामाजिक कार्यहरू गरेर आफ्नो दुःख भुलाउने कोसिस गर्नु सबैभन्दा उत्तम कर्म हुन्छ।